नमस्कार। आज हामी आधुनिक नेपालका निर्माता श्री 5 बडा महाराजाधिराज पृथ्वीनारायण शाहको जीवन र उहाँका कार्यहरूमा अलि गहिरिएर कुरा गर्दैछौँ। हो, उहाँको योगदानबारे धेरै चर्चा हुन्छ। हामी चाहिँ विभिन्न ऐतिहासिक पुस्तक, लेख, दस्तावेजहरूलाई आधार मानेर एउटा विमर्श गर्ने प्रयास गरौँला। हाम्रो उद्देश्य खासमा के हो भने उहाँको बाल्यकाल कस्तो थियो, त्यो एकीकरण अभियान कसरी अघि बढ्यो, मुख्य घटनाहरू के भए, उहाँका नीतिहरू अनि उहाँले छोडेर जानुभएको विरासतका महत्त्वपूर्ण पक्षहरूलाई अलि सरल भाषामा केलाउने। अनि सुरु गरौँ न त उहाँको जन्मबाटै। गोर्खाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका छोरा, हैन? 1769 साल पुस 27 गते हो। अनि 20 वर्षको उमेरमा एउटा सानो, त्यति बेलाको गोर्खा त सानै थियो नि, हैन? त्यो सानो राज्यको राजा बनेर कसरी यति विशाल नेपाल बनाउने सपना देख्नुभयो होला, यो नै अचम्म लाग्दो कुरा छ। त्यो त छँदैछ। उहाँको बाल्यकाललाई हेर्दा खास गरी सौतेनी आमा चन्द्रप्रभावतीको रेखदेख महत्त्वपूर्ण मानिन्छ। हो र कस्तो किसिमले? उहाँले नै पृथ्वीनारायणलाई राजनीति, कूटनीति अनि व्यावहारिक ज्ञान सिकाउनु भयो भनिन्छ। अनि रामायण महाभारत जस्ता ग्रन्थहरूको अध्ययनले पनि चरित्र निर्माणमा पक्कै भूमिका खेल्यो होला। अनि त्यो सैन्य तालिम नि सानैदेखि युद्धकलामा रुचि थियो भनिन्छ। एकदम। गोर्खा त्यति बेला सैनिक रूपमा सङ्गठित हुँदै थियो। अनि बुबा नरभूपाल शाहले नुवाकोट जित्न खोज्दा असफल भएको घटनाले पनि उहाँलाई एकदमै प्रेरित गर्यो। त्यो अधुरो सपना पूरा गर्ने एउटा अठोट जस्तो। बुझ्दा त बाल्यकालदेखि नै एउटा खालको तयारी, एउटा भिजन बन्दै गएको देखिन्छ। निश्चय पनि। अनि त्यसपछि आयो विवाहको कुरा। पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँग भयो। यो विशुद्ध राजनीतिक थियो, हैन? मकवानपुर शक्तिशाली राज्य थियो। तर त्यो विवाह सफल भएन भनिन्छ नि, सम्बन्ध राम्रो भएन रे। हो, त्यति सफल भएन। पछि काशीका अभिमान सिंह भन्ने राजपूत थिए, उनकी छोरी नरेन्द्र लक्ष्मीसँग दोस्रो विवाह भयो। काशी यात्राको पनि निकै चर्चा हुन्छ। त्यो तीर्थयात्रा मात्रै त थिएन होला? बिल्कुल थिएन। त्यो एउटा रणनीतिक यात्रा थियो। एकातिर तीर्थ गर्ने, अर्कोतिर हतियारहरू जम्मा गर्ने। बनारस त्यति बेला हतियारको लागि महत्त्वपूर्ण केन्द्र थियो। अनि अरू राज्यहरूको अवस्था बुझ्ने मौका पनि मिल्यो होला है? हो नि। त्यही त उहाँले विभिन्न मानिसहरूसँग भेटघाट गर्नुभयो। छिमेकी राज्यहरूको शक्ति, कमजोरी, आपसी सम्बन्ध सबै बुझ्नुभयो। त्यही बेला जाजरकोटका राजा हरिशाहसँग मितेरी लगाउनुभयो। त्यो मितेरीको के अर्थ थियो पश्चिमतिरको राज्यसँग? किनभने पश्चिमतिरका 24 राज्यहरू पनि शक्तिशाली थिए। जाजरकोटसँग सम्बन्ध बनाएपछि पश्चिमबाट आक्रमणको डर अलिक कम हुन्थ्यो, ध्यान पूर्वतिर लगाउन सजिलो भयो। त्यो पनि एउटा चाल थियो। अनि लमजुङ नि गोर्खाको पुरानो दुश्मन जस्तै? हो, लमजुङ त बलियो छिमेकी थियो। त्यसलाई शान्त नपारी पूर्व बढ्न गाह्रो थियो। त्यसमा फेरि कालु पाण्डेको ठूलो भूमिका छ। कालु पाण्डे, हैन? उहाँको त नाम बारम्बार आइरहन्छ। एकदमै। पृथ्वीनारायण शाहका अत्यन्तै विश्वासिला र योग्य भारदार। उहाँकै कूटनीतिक कुशलताले 1799 बीएसमा लमजुङसँग एउटा सन्धि भयो, जसले गर्दा गोर्खाले पूर्वतिर ध्यान दिँदा लमजुङले पछाडिबाट हान्दैन भन्ने अलि ढुक्क भयो। ल, यति तयारी पछि त अब एक्सनको पालो आयो, हैन? नुवाकोटतिर। हो, नुवाकोट काठमाडौँ उपत्यका पस्ने मूल ढोका नै त्यही थियो। तर पहिलो प्रयास 1800 बीएसमा त्यो त असफल भयो। किन असफल भयो? तयारी नपुगेर? मुख्यतः त्यही भनिन्छ। हतियारको कमी, सेनाको अनुभवको कमी, अनि सायद रणनीति पनि अलिक कमजोर थियो कि। अनि हारपछि त पक्कै निराश हुनुभयो होला? निराश त हुनुभयो होला, तर हरेस खानु भएन। फेरि तयारीमा लाग्नुभयो। हतियार जुटाउने, सेनालाई तालिम दिने, अनि दोस्रो प्रयास गर्नुभयो। कहिले? 1801 असोज 15 मा। यसपालि चाहिँ कालु पाण्डेकै नेतृत्वमा अनि अलि फरक रणनीति अपनाएर आक्रमण गरियो। अनि सफल भयो? सफल भयो। नुवाकोट गोर्खाको हातमा आयो। यो चाहिँ एकीकरण अभियानको एकदमै ठूलो सफलता थियो। यसले उपत्यका विजयको ढोका खोलिदियो भन्दा हुन्छ। नुवाकोट जित्नु नै उपत्यका छिर्ने बाटो खोल्नु थियो। त्यसपछि त सिधै काठमाडौँ हान्नु भएन, कीर्तिपुरतिर लाग्नुभयो। सिधै काठमाडौँ होइन, कीर्तिपुर सामरिक हिसाबले महत्त्वपूर्ण थियो। अग्लो ठाउँमा थियो। त्यहाँबाट काठमाडौँ, पाटन, भक्तपुर तीनै शहरमाथि नजर राख्न सकिन्थ्यो। तर कीर्तिपुर जित्न त झन् गाह्रो भयो रे नि। ओहो, धेरै गाह्रो भयो। पहिलो आक्रमण 1814 मा भयो। त्यसमा त गोर्खाली सेना नराम्ररी हार्यो। त्यही लडाईँमा होइन र कालु पाण्डे मारिनु भएको? ओहो, त्यही लडाईँमा कालु पाण्डे जस्तो सेनापतिको मृत्यु भयो। पृथ्वीनारायण शाह आफै पनि एकदमै मुस्किलले आफ्नो ज्यान जोगाएर भाग्नु परेको थियो। कीर्तिपुरीहरूको वीरता पनि कमालको थियो त्यति बेला।
ठूलो धक्का लाग्यो होला गोर्खालाई। ठूलै धक्का। तर फेरि पनि उहाँले हिम्मत हार्नु भएन। केही वर्षपछि 1821मा फेरि आक्रमण भयो। दोस्रो पटक यसपालि के भयो? यसपालि पनि जित्न सकिएन। बरु पृथ्वीनारायण शाहका भाइ शुरप्रताप शाह, उहाँको आँखामा तीर लाग्यो। उहाँ घाइते हुनुभयो। 2 पटक असफल, तेस्रो पटक नै। तेस्रो पटक चाहिँ 1822मा अलि फरक तरिका अपनाइयो। सिधै आक्रमण भन्दा पनि कीर्तिपुरलाई चारैतिरबाट घेरा हालियो, नाकाबन्दी गरियो। भित्र अन्न पानी जान नदिने? हो त्यस्तै। अनि भित्रका मान्छेहरूलाई आपसमा फुटाउने प्रयास पनि भयो। बल्ल तल्ल धेरै महिनाको घेराबन्दीपछि कीर्तिपुरले आत्मसमर्पण गर्यो। कति लामो र कठिन सङ्घर्ष रहेछ कीर्तिपुरको मात्रै। एकदम। कीर्तिपुर विजयपछि चाहिँ पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामाथि नै कडा आर्थिक नाकाबन्दी लगाउनु भयो। उपत्यका भित्रिने र बाहिरिने सबै बाटोहरू बन्द गरियो। त्यसको उद्देश्य के थियो? उद्देश्य थियो मल्ल राजाहरूलाई आर्थिक रूपमा घोडा टेकाउने। उपत्यकाको मुख्य आय स्रोत भनेकै तिब्बतसँगको व्यापार थियो। त्यो बाटो बन्द भएपछि उनीहरू कमजोर हुँदै गए। अनि बल्ल कान्तिपुर काठमाडौँको पालो आयो। त्यो इन्द्र जात्राको दिन आक्रमण गरेको घटना त निकै चर्चित छ नि। हो, 1825 साल असोज 13 गते इन्द्र जात्रा चलिरहेको थियो। कान्तिपुरका राजा जयप्रकाश मल्ल र जनताहरू जात्रामा रमाइरहेका थिए। त्यस्तो बेला आक्रमण गर्ने सोच कसरी आयो? यही त रणनीतिक चाल थियो। कसैले सोचेकै थिएनन् कि जात्राको बेला आक्रमण होला भनेर। गोर्खाली सेना अचानक तीनतिरबाट कान्तिपुर पस्यो। अनि प्रतिरोध भएन? खासै ठूलो प्रतिरोध भएन। जयप्रकाश मल्ल त अनप्रिपेयर्ड थिए। उनी भागेर पाटन पुगे। कान्तिपुर बिना ठूलो रक्तपात गोर्खाको हातमा आयो। कति छिटो? अनि पाटन नि? कान्तिपुर जितेको केही दिनमा असोज 25 गते पाटन ललितपुरका 6 प्रधानहरूले आफै आत्मसमर्पण गरे। त्यहाँ युद्ध नै भएन। राजा तेजनरसिंह मल्ललाई पछि कैद गरियो। बाँकी रह्यो भक्तपुर। भक्तपुरमा चाहिँ अलिक प्रतिरोध भयो। 1826 मङ्सिर 1 गते युद्ध भयो। त्यहाँ कान्तिपुरबाट भागेर गएका जयप्रकाश मल्ल पनि थिए। उनी युद्धमा घाइते भए। अनि उनको के भयो? उनको अन्तिम इच्छा थियो रे पशुपतिमा गएर प्राण त्याग्ने। पृथ्वीनारायण शाहले त्यो इच्छा पूरा गरिदिए। पशुपति लगियो, त्यही उनको मृत्यु भयो। अनि भक्तपुरका राजा रणजित मल्ल? यो रणजित मल्ल वृद्ध भइसकेका थिए। उनले काशी जाने इच्छा गरे। उनलाई काशी पठाइयो। यसरी उपत्यकाका 3 मल्ल राज्यहरू गोर्खामा विलय भए। यो उपत्यका विजय अभियान चलिरहँदा बीचमा अंग्रेजहरूसँग पनि त लडाई भएको थियो हैन, सिन्धुलीगढीमा? त्यो एकदमै महत्त्वपूर्ण घटना हो। जयप्रकाश मल्लले उपत्यका खतरामा परेपछि अंग्रेजहरूसँग गुहार मागेका थिए। इस्ट इन्डिया कम्पनीसँग? हो। अनि अंग्रेजहरूले कप्तान किल्नकको नेतृत्वमा एउटा फौज पठायो। उनीहरू मकवानपुर हुँदै उपत्यका पस्न खोज्दै थिए। तर गोर्खालीले रोके? रोके मात्रै हैन, नराम्ररी हराए। 1823 सालमा सिन्धुलीगढी भन्ने ठाउँमा बन्सु गुरुङ, वीरभद्र उपाध्याय जस्ता कमान्डरहरू थिए गोर्खाली सेनामा। उनीहरूले घरेलु हतियार र छापामार युद्ध शैलीले आधुनिक हतियार भएको अंग्रेज फौजलाई पराजित गरे। यो त ठूलो उपलब्धि भयो। यसले के असर पार्यो? यसले दुईटा ठूलो असर पार्यो। एक, पृथ्वीनारायण शाह र गोर्खाली सेनाको आत्मविश्वास वात्तै बढ्यो। 2, अंग्रेजहरूलाई के लाग्यो भने गोर्खालीहरूलाई जित्न सजिलो छैन। त्यसैले उनीहरूले तत्कालै नेपालमा थप हस्तक्षेप गर्ने आँट गरेनन्। यो विजय नभएको भए सायद एकीकरण अभियान नै फरक मोडमा जान्थ्यो होला। सक्थ्यो। अंग्रेजहरू उपत्यका पसेको भए अवस्था जटिल हुन सक्थ्यो। तर सिन्धुलीगढीको विजयले त्यो खतरा टर्यो। उपत्यका र पूर्वका धेरै ठाउँ जितेपछि पश्चिमतिर पनि त प्रयास भएको थियो हैन? 24 राज्यहरूतिर। हो, भएको थियो। तर पश्चिमतिरको अभियान त्यति सफल भएन। कम्तीमा पृथ्वीनारायण शाहको जीवनकालमा 1828 मा 24 राज्यहरूको संयुक्त सेनासँग गोर्खाली सेना पराजित भयो। भनेपछि एकीकरण अभियान उनको जीवनकालमा पूरा हुन पाएन? पूरा हुन पाएन। पश्चिम विजयको काम उनका छोरा र भारदारहरूले पछि पूरा गरे। अब अलिकति उहाँको योगदानको कुरा गरौँ। भौगोलिक एकीकरण त भयो, तर एउटा राज्यको रूप दिन, त्यसलाई टिकाइराख्न उहाँको सोच कस्तो थियो? दिव्योपदेशको निकै कुरा हुन्छ नि। हो, दिव्योपदेशलाई उहाँको राजनीतिक दर्शन, उहाँको भिजनको सार भन्न सकिन्छ। यो उहाँले आफ्नो अन्तिम समयमा भारदारहरूलाई दिनुभएको उपदेश हो। के छ त्यसमा खास कुरा? धेरै कुराहरू छन्। जस्तो उहाँले भन्नुभयो, नेपाल 4 जात 36 वर्णको साझा फूलबारी हो। यसले के देखाउँछ भने उहाँले यो देश सबै जात जाति, सबै समुदायको साझा हो भन्ने सोच राख्नु भएको थियो। यो त निकै प्रगतिशील सोच भयो त्यो बेलाको लागि। एकदम।
यो केवल भूगोल जोड्ने कुरा थिएन, मान्छेहरूलाई भावनात्मक रूपमा पनि जोड्ने प्रयास थियो। अनि परराष्ट्र नीतिको कुरा छ, नेपाल दुई ढुङ्गा बीचको तरुल जस्तो भन्ने उहाँको भनाइ त आज पनि उत्तिकै सान्दर्भिक छ। उत्तरमा चीन, दक्षिणमा भारत, सन्तुलन कायम गर्नुपर्छ भन्ने आशय हो। ठ्याक्कै त्यही। दुवै शक्तिशाली छिमेकीसँग होशियार भएर सन्तुलित सम्बन्ध राख्नुपर्छ, कसैतिर ढल्किनु हुँदैन भन्ने उहाँको स्पष्ट विचार थियो। अनि अर्थतन्त्रबारे नि? अर्थतन्त्रमा उहाँले स्वदेशी उत्पादनलाई जोड दिनु भएको छ। स्थानीय सिप, कला, उद्यमलाई प्रोत्साहन गर्ने, विदेशी व्यापारीहरू खास गरी अंग्रेजहरूलाई देश भित्रिन दिनु हुँदैन, उनीहरूले देशलाई कंगाल बनाउँछन् भन्ने उहाँको डर थियो। आत्मनिर्भर अर्थतन्त्रको कुरा गर्नुभएको रहेछ। हो। अनि घुस लिने र दिने मानिस राज्यका शत्रु हुन् भन्नुभएको छ। न्याय प्रणाली निष्पक्ष हुनुपर्छ, योग्य मान्छेलाई मात्रै अवसर दिनुपर्छ, सेनालाई बलियो र अनुशासित राख्नुपर्छ। यस्ता धेरै व्यावहारिक र दूरदर्शी कुराहरू दिव्योपदेशमा छन्। यी त राज्य चलाउनका लागि आधारभूत सिद्धान्तहरू जस्तै भए। हो नि। त्यसैले दिव्योपदेशलाई नेपालको राज्य सञ्चालन र परराष्ट्र नीतिको एउटा मार्गदर्शक दस्तावेज नै मानिन्छ। यति धेरै काम गर्नुभयो, यति ठूलो सपना देख्नुभयो, उहाँको अन्त्य चाहिँ कसरी भयो? यसमा पनि अलि फरक फरक कुरा सुनिन्छ नि कहिलेकाहीँ। केही अपुष्ट हल्लाहरू पनि चले, जस्तो बाघले आक्रमण गर्यो भन्ने, तर ती प्रामाणिक होइनन्। त्यसो भए प्रामाणिक कुरा के हो त? प्रामाणिक स्रोतहरू, वंशावलीहरू अनुसार उहाँको निधन विक्रम सम्वत 1831 माघे संक्रान्तिका दिन नुवाकोटको देवीघाट भन्ने ठाउँमा भएको हो। कसरी? बिमारी परेर। उहाँ त्यति बेला 52 वर्षको हुनुहुन्थ्यो। त्यही बिमारी भएको बेला मृत्युशैयाबाटै उहाँले भारदारहरूलाई बोलाएर ती महत्त्वपूर्ण उपदेशहरू दिनुभएको थियो, जुन पछि दिव्योपदेश भनेर चिनियो। 52 वर्षको उमेर त त्यति धेरै होइन रहेछ। होइन, तर त्यो छोटो जीवनकालमै उहाँले जुन काम गर्नुभयो त्यसले नेपालको इतिहासलाई नै नयाँ मोड दियो। सारमा भन्नुपर्दा उहाँको व्यक्तित्व र योगदानलाई कसरी हेर्न सकिन्छ? सारमा भन्दा पृथ्वीनारायण शाह एक असाधारण व्यक्ति हुनुहुन्थ्यो। उहाँमा महत्वाकांक्षा थियो, साहस थियो, अनि लक्ष्य प्राप्तिका लागि चाहिने रणनीतिक चातुर्य र कूटनीतिक सिप पनि थियो। अनि दूरदर्शिता पनि। एकदमै। विखण्डित अवस्थामा रहेका साना साना राज्यहरूलाई एकै ठाउँमा ल्याएर एउटा बलियो एकीकृत राष्ट्रको जग बसाल्नु उहाँको सबैभन्दा ठूलो योगदान हो। उहाँले केवल भूगोल मात्रै जोड्नु भएन, एउटा साझा पहिचान र राष्ट्रियताको भावना जगाउने प्रयास पनि गर्नुभयो। उहाँले बसालेको जगमाथि नै आजको नेपाल खडा भएको छ। हो। अनि उहाँका दिव्योपदेशमा व्यक्त भएका कैयौं विचारहरू, चाहे त्यो परराष्ट्र नीति होस् या सामाजिक सद्भाव या आर्थिक स्वावलम्बनको कुरा होस्, ती आज पनि उत्तिकै सान्दर्भिक र विचार गर्न लायक छन् जस्तो लाग्छ। साँच्चै नै उहाँको जीवन र कार्यहरूमाथि जति विमर्श गरे पनि कमै हुन्छ। यो गहिरो विमर्शलाई अब यही बिट मारौं। हुन्छ। तर जाँदा जाँदै एउटा प्रश्न चाहिँ मनमा खेलिरहन्छ। पृथ्वीनारायण शाहले परिकल्पना गर्नुभएको त्यो विविधताले भरिएको साझा फूलबारीको जुन मर्म थियो, जुन आदर्श थियो, त्यसलाई आजको हाम्रो नेपाली समाजले, हाम्रो राज्यले कतिको आत्मसात गर्न सकेको छ? यो प्रश्नमाथि विचार गर्दै आजको लागि बिदा माग्छौं। नमस्कार। नमस्कार।